हाई गाइस, हेलो, वेलकम छ मेरो टिकटकमा हैन ब्लगमा तपाईहरुलाई। हामी चाहिँ आज आएको छौँ लेकमा काफल खानको लागि है गाइस। कति भयो भन्दाखेरि 5 घण्टा भइसक्यो हैन, हामी हिँडिरहेका छौँ। 8 बजेदेखि हिँडेको, आफै गेस गर्नु कति भयो भनेर। धेरै गाह्रो भएको छ। हामी बीच बाटोमा पुगेको थियौँ। मैले सोचेको थिएँ म बाटो घरदेखि बनाउँछु भनेर, तर बीच बाटोमा बनाउँदैछु। अझ 2 घण्टा लाग्छ गाइस। कतिखेर घर पुगिन्छ, कतिखेर जङ्गल पुगिन्छ, कतिखेर काफल खाइन्छ, कुनै टुङ्गो छैन। आज त म धेरै दिनपछि भयो नि त त्यो काठमाडौँबाट यहाँ आएको। धेरै दिनपछि भयो गाउँमा आएको, साथीहरूसँग एकदम खुसी पनि छु, स्याड पनि छु, ह्याप्पी पनि छु हैन। स्याड किनकि छु भन्दाखेरि अलि ओह्रालो बाटो हिँड्नु पर्यो नि त, धेरै गाह्रो भयो हैन। अनि ह्याप्पी किन छु भने साथीहरूसँग रमाइलो गर्न एकदम खुसी भएको छु हैन। अनि अब हामी जाँदैछौँ गाइस, आउनुहोस् है। यो चाहिँ अलि सजिलो छ के गाइस होइन। यो बाटो चाहिँ सजिलो छ, तर यो बाटो चाहिँ सजिलो छ किनकि ओह्रालो केही छैन नि त। अब यो जङ्गलमा जानु पर्यो हामी। तल त्यो घर गाउँबाट आएको गाइस, हेर्नु त यतै तल हो त्यो भन्दा पनि अर्को साइडबाट हामी आएको होइन। 5 घण्टा लागेर हिँडेर आएको। धेरै गाह्रो छ गाइस है। हामी चाहिँ माथि अनि छ 1 घण्टा लाग्छ अरे। अब सोर सुकेर मन लागिसक्यो, हिँड्दै गाह्रो भइसक्यो। साथीहरू अहिलेसम्म पाएको छैन। एउटा रुख थियो धेरै। हेर गाइस, अब यहाँ बाटो हेर है। बाटो के भन्ने, एउटा छानो आइसक्यो, एउटा कसको थाहा भएन। जिन्दगी गाह्रो गाइस हैन। मेरो साथी चाहिँ रुखमा चढिसक्यो हैन, तर काफल केही पनि पाएन क्या, केही पनि छैन कि। यत्रो लेकबाट आएर काफल। साथी यहाँ हेर्नु एकछिन प्लिज। तेरा स्थिति हेर्नु मलाई बहुत रहर लागिरहेको यार। जिन्दगी काफल हेर्ने हो गाइस, सुन है, म देखाउँदैछु काफल। जिन्दगी काफल गाइस, यो काफल हो गाइस। हेर, लाज हो, बेजत हो हुन त। चाउचा बाई केही छैन गाइस, के भन्ने। यसमा मेरो के दोष? बेबी यसमा मेरो के दोष? तर ऊ के भन्थ्यो नि, हेर्नु त गाइस। अब के गरौँ होइन, यस्तो गाह्रो भइसक्यो। बिहान हिँड्दै धेरै थाकिसक्यो गाइस। अहिले आएर पनि काफल पाइनँ भनेर मेरो जिन्दगी कस्तो हो के भन्नु, पुरै नगर गाइस। त्यही माथि मेरो चस्मा गायब, चस्मा पनि हरायो। 3000 को चस्मा हरायो गाइस। बहुत के गरौँ गाइस। हेर्नुहोस् उसको जिन्दगी, तर के गर्नु, मेरो यस्तो जिन्दगी हुन पाए पनि ठिकै हुन्छ। तर हेर्नु त गाइस, त्यही पनि टिपिरहेछ है गाइस। काहीँ पनि छैन के, कता गाइस। चाउचा खानु परिरहेछ जिन्दगीमा है, के भन्ने। अब एउटा एक मान्छेको खोल्दैछ, खाँदैछ। एउटा साथी गायब गाइस। हामी बीच बाटोमा पुग्यौँ, तर काफल भने नाम निशाना पाएनौँ। त्यसको लागि सरी गाइस है। बीच बाटो पुगिसक्यौँ, लेक पनि पुगेर आइसक्यौँ, तर काफलको नाम निशानै छैन। किनकि असिना पऱ्यो रे, त्यही भएर काफल छैन गाइस है। काफल छैन। चाउचा खाँदैछौँ, एउटा खाँदैछ, एउटा उता पानी खाँदैछ। काफल त सबैले काफल ल्याउँछ गाइस है। मान्छेले बाल्टिनमा पानी ल्याउँदै अरू ऐसाले टिप्दैछ। हामीले पानी ल्याएर पनि जिन्दगी गाह्रो छ। अझै 5 घण्टा हिँड्नुपर्छ, राति पुग्छौँ होला। हेर गाइस, यो डितै छ गाइस। विश्वास लाग्दैन होला, म खोलेर पनि देखाउँछु। मम्मी हेर गाइस, उता गाइस हेर्नुहोस्। यो हेर्नुहोस्, यो भन्दा म अब के देखाउन सक्छ। आफू बुढा मान्छे काफल लिएर आउँछ, म रिते भाडो लिएर आउँछु, के भन्दै गाह्रो छ जिन्दगी। एउटा मान्छे भोकले मरेर काफल खाँदैछ। ऊ पनि त्यो सुन्तलाहरू ल्याएको थियो, हरेक कुरा ल्याएको थियो गाइस, त्यो सब फ्याँक्यो। हाई गाइस, अब चाहिँ हामी घर पुग्ने, फाइनली घर पुग्नको लागि आधा घण्टा बाँकी छ गाइस है। अब आधा घण्टामा म घर पुग्छु। कतिखेर घर पुग्छु र कतिखेर म सुत्छु भइरहेछ कि, खुट्टा दुखेर मर्न लागिरहेको छु। कतिखेर बेडमा गएर ढल्छु जस्तो लागिरहेछ, यस्तो भइरहेछ। अरू कुरा काफल चाहिँ ल्याउन सकिनँ, त्यही अलिकति स्याड चाहिँ छु। किनकि त्यत्रो घन्टा हिँडेर गएको, काफल घरको मान्छेलाई नल्याउन पाए त अर्कै पनि भइन्छ नि त। त्यसो काफल थिएन भनौँ न, थिएन। असिनाले पऱ्यो, असिनाले चाहिँ ऊ गरेको कि झडाएको थियो अरे, रुखमै थिएन कि। खानको लागि चाहिँ पुग्यो, त्यही हो गाइस। अब चाहिँ मेरो घर पुग्नको लागि आधा घण्टा बाँकी छ। अब
सो यही नै हो अब म अन्तिमसम्म घरमा कस्तो आउँछ थाहा छैन कि घरमा के भन्छ थाहा छैन कि अब चाहिँ मेरो घर म देखाउँछु है गाइस कहाँ पुगिन्छ भनेर मेरो घर गाइस अब घर पुग्न लागिसक्यो 15 मिनट बाँकी छ जङ्गलको बाटो हिँड्दा हिँड्दै आएर थाकिलाइसक्यो अब हेर गाइस यस्तो बाटो छ कि हेर्न पर्ने अब हेर्नुहोस् न गाइस मर्नु लाग्छ यति गाह्रो भइसक्यो आइज दिपी आइज ओह्रालो बाटो छ गाइस हेर्नुहोस् जिन्दगी हालत पनि कस्तो भयो थाहा छैन खुट्टा पनि गलेर मरिसक्यो काफलको गेडो छैन अब के भन्नु घरको मान्छेले कस्तो गाली गर्छ थाहा छैन फाइनली गाइस अब 15 मिनट पछि घर पुग्छु होला सायद है यस्तै हो बाटोमा हिँड्दैछु के भन्ने अझै एकदम हुन्छ नि धेरै गाह्रो छ यो पारीको हाम्रो गाउँ यस्तो सेती है गाइस म त पुलमा देखाउँछु सेती यो चाहिँ उकालो बाटो छ गाइस धेरै उकालो बाटो छ फाइनल्ली एकदम खुसी भएको छु म यो चाहिँ हाम्रो पुल पुग्यो हेर्नु त पुल हाम्रो ऊ त्यो पारी गाउँ यो चाहिँ सेती नदी हो गाइस एकदम राम्रो छ फेमस सेतीको नदी धेरै गाह्रो सेती नदी कुदेको गाई त्यो हेरेर कुदेको सेती नदीमा पुरै हुन्छ नि एकदम राम्रो एक्सपिरियन्स धेरै गाह्रो भइसक्यो अब घर गएर के हुन्छ थाहा छ घर गएर के भन्छ भन्दाखेरि के रेस्पोन्स आउँछ थाहा छैन गाली यति धेरै गर्छ क्या हेर्नु है मलाई आफूले पनि डर लागिरहेको क्या धेरै डर लागिरहेको अब घर पुग्न 15 मिनट मात्रै बाँकी हो हामी कहाँ गएको थाहा छ गाइस ऊ त्योमा गएर त ऊ त्यो छ नि यो माथिको डाँडो त्यो तल्लोभन्दा अर्को माथिको डाँडो त्यस्तोमा पुगेको हेर्नुहोस् त हेर्दा अलि नजिक छ उता मेरो घरबाट देखाउनु त तपाईँ आफै छक्क पर्नुहुन्छ क्या गाइस यस्तो हो क्या गाह्रो छ जिन्दगी उसको हालत आफै देखेर दिक्क लागिसक्यो उसको हालत देखेर यति गाह्रो भयो सोचेर मलाई लाग्छ हिँड्नै नसक्ने हालतमा स्थितिमा छ गाइस के भन्नु अब अन्त हाम्रो नि यस्तै छ होइन कसलाई भनेर के फाइदा हिँड्नु नि यार जाउँ न छिटो हिँड क्या हो छोड्दै दिम्बे उड न छोडिदिए यार गाह्रो त भइहाल्छ जाम भन्ने हो क्या हस्पिटलमा जानुपर्ने स्थितिमा पुगिसक्यो गाइस उसको त उसलाई पनि बिचार के भन्छ भन न पुरै उसलाई मम्मी रिसाउने स्ट्यान्ड चाहन्छ यत्रो लगेको यहाँभित्र पनि थियो गाइस तर के भयो यहाँभित्र अझै घर पुग्न लागिसक्यौँ पुरै देख्नु भयो गाइस अब हामी उहाँ गएको हेर्नु त ऊ यहाँबाट डाँडा त्यो डाँडो माथिको ठुलो त्यो डल्लोभन्दा माथिको डाँडो छ नि हो त्यो डाँडोमा पुगेर हामी आएर आएको गाइस हेर आफैलाई हामी कति बा स्ट्रङ छौँ भनेर आफै बुझ 4-5 घन्टा भइगयो हप्तामा गए कि एक जोडा काफल पनि आनेन दुई त बाल्टी आनी आके कच्चे बिना खानु काफल त आन्नु हैन उही बिहान गए कि 10 बजे गए कि